So hi everyone, let's recreate this look. Forever 52 को बेबी क्रिम जुन चाहिँ एकदम लाइट वेटमा छ, कुल डार्क सेडमा एकदम नेचुरल ग्लो दिन्छ। म चाहिँ तपाईहरुलाई मेरो हाफ फेसमा चाहिँ बेबी क्रिम र हाफ फेसमा चाहिँ नलगाइकन देखाउँछु। हाफ फेसमा चाहिँ लगाइसकेको छु। सो यु क्यान सी यसमा चाहिँ कस्तो मजाले ग्लो आएको छ भने यता चाहिँ मेरो यो चाहिँ एक्नेको दागहरू छ हैन। मैले चाहिँ दुवै साइडमा लगाइसकेँ एन्ड यु क्यान सी ग्लो। यो आई स्याडो प्यालेट चाहिँ एकदम ट्राभल फ्रेन्डली छ। यो चाहिँ फरेभर 52 को ट्युबल कलर भएको चाहिँ आई स्याडो प्यालेट हो। यो पनि मैले चाहिँ मिसिसा कस्मेटिकबाट लिएको हो। यसको सेडहरू एकदम न्युड बेसिसमा छ, एकदमै राम्रो छ। सो म चाहिँ आज चाहिँ एकदम सफ्ट गर्ने भएको हुनाले यो र यो दुईटा चाहिँ ट्राई गर्छु। यो चाहिँ अफिसियल लुक क्रिएट गर्न लगाएको भएर चाहिँ त्यस्तो धेरै चाहिँ युज गर्दिनँ म। एकदमै कम प्रडक्ट चाहिँ आइज एकदमै न्युड राखेको छु र त्यही सेड लिएर चाहिँ म लोवर ल्यासमा पनि थोरै राख्छु, किनभनेदेखि अलिक खाली जस्तो देखिन्छ नि त। चाहिँ लाइनर लगाउनुहुन्छ भने लाइनर लगाउन सक्नुहुन्छ। मलाई चाहिँ लाइनर लगाउनु मन लाग्दैन, तर लोवर ल्यासमा चाहिँ हल्का ब्ल्याक सेड गरेको मनपर्छ। सो लागि चाहिँ यसरी तल गाजर लगाउँछु होइन, मलाई चाहिँ एकदम मनपर्छ। र यति लगाइसकेपछि चाहिँ एकदमै मोस्ट इम्पोर्टेन्ट पार्ट मेरो चाहिँ है मस्कारा, मिसिसा कस्मेटिकबाट लिएको। ओके, ब्लसको लागि चाहिँ म क्यारेक्टरको रक स्टार जुन चाहिँ सेड छ आरएस B001 यो सेड ट्राई गर्दैछु र यो पनि मैले मिसिसा कस्मेटिकबाट लिएको हो। अनि यसको सेड चाहिँ होइन कसैलाई चाहिँ एकदम धेरै पिगमेन्ट आउने ब्लस लगाउन मन लाग्दैन भने चाहिँ यु क्यान ट्राई दिस। यसले चाहिँ एकदम नेचुरल टाइपको देखाउँछ। यो सेड यति नेचुरल देखिन्छ नि, एकदमै फेभरेट। सो लिपस्टिकको लागि चाहिँ तपाईँहरूले जुनसुकै न्युड लगाउँदा पनि भयो। यो लुक क्रिएट गर्न चाहिँ एकदमै सजिलो छ र तपाईँहरूले पनि अफिस जानको लागि चाहिँ यो लुक क्रिएट गर्न सक्नुहुन्छ। यति प्रडक्ट युज गरेर चाहिँ मैले यो लुक क्रिएट गरेको। सो यु क्यान अल्सो ट्राई दिस। Okay, thank you for watching this video. Bye bye.